नमस्ते नमस्ते यार सबैजनालाई क्लोथिङ इन नेपालको लोकेसन आज चाहिँ म तपाईहरुलाई हाम्रो लोकेसन ठ्याक्कै एक्ज्याक्टली कहाँ हो भन्ने कुरा चाहिँ देखाउन गइराखेको छु। यो हो वनस्थली चोक है। काठमाडौँबाट बाहिरिने यो रिङ रोड हुँदै थानकोटबाट बाहिरिने नाका भनौँ न हैन मेन रोड यो भयो। अहिले चाहिँ हामी वनस्थली चोकैमा छौं। उताबाट तल विष्णुमती खोलातिर जाने बाटो छ भनेदेखि यो बाटो चाहिँ यता अजिमा हल जाने बाटो। यो बाटो पनि देखाउनुस् त। यहाँबाट चाहिँ उता अजिम हल जाने बाटो सिधै उता जानुपर्छ। उताबाट विष्णुमती खोला जाने बाटो हो भनेदेखि यो चाहिँ अजिम हल जाने बाटो। यहाँबाट सिधै उता भवन पहुँच जाने बाटोपट्टि गयो भने चाहिँ त्यहाँ एउटा उकालो ठाउँ छ। त्यो उकालो ठाउँ पनि म तपाईहरुले देखाउँछु। मेन तपाई पूर्व पश्चिम जहाँबाट आउँदा पनि यो वनस्थली चोकमा चाहिँ झर्नुस् है। वनस्थली चोकबाट झरेपछि अनि यहाँबाट सिधै यता लाग्ने यो बाटो हुँदै अजिमा हल कहाँ हो भनेर सोध्नुभयो भनेदेखि यहाँबाट सिधै यतापट्टि जाने पनि बाटो छ। यो हाइवे भयो। त्यहाँबाट यता शाखा बाटो पनि छ। अनि यो शाखा बाटोको छेउबाट यता अजिमा हल जाने बाटो। यहाँबाट अब हामी जान्छौँ। हजुरहरू पनि हेर्दै गर्नुस् ल। र त्यो उकालो ठाउँमा पुगेपछि म ठ्याक्कै अर्को भिडियोमा देखाउँछु। अनि त्यहाँबाट ठ्याक्कै नजिकै हामी छौँ। अब चाहिँ भने हामी यहाँबाट अजिम हल जाने बाटोपट्टि जाँदैछौँ। ठिक छ ल है। अब हामी यहाँबाट सिधै अजिम हल जाने बाटोपट्टि जान्छौँ। अनि अब हामी हाम्रो लोकेसनतिर जाँदैछौँ साथीहरू। यो हो अजिम हल जाने बाटो। यहाँबाट लगभग 2 किलोमिटर जति उता चाहिँ होला। यो टोपी उडालो नि यार। एक्ज्याक्टली यही बाटो आउनुभयो भनेदेखि हजुरहरूले हाम्रो क्लोथिङ इन नेपाल ठ्याक्कै भेट्टाउनुहुन्छ है साथीहरू। लु काठमाडौँ वनस्थली चोकैबाट अजिम हल जाने बाटोपट्टि लाग्नु पर्यो यसरी। ल हामी जाँदैछौँ अझै उता। अब त्यो उकालो छेउमा पुगेपछि हजुरलाई हाम्रो लोकेसन देखाइहाल्छौँ हामी। ठिक छ राम्रो देखिरहेछ नि। अब अजिमा हल जाने बाटो छेउमा हामी पुग्न लागिसक्यौँ। त्यो अगाडिको कता जान्छ हो त्यो उकालो चाहिँ अजिमा हलको उकालो हो। हामी ठ्याक्कै यहीँ आइपुग्यौँ। यहाँ क्लोथिङ नेपालको बोर्ड पनि छ। ओर्लिनु त ओर्लिनु ल एकछिन पकाएँ अलिक पछाडि जानु त। यो चाहिँ हाम्रो क्लोथिङ नेपालको बोर्ड भयो। यो हो अजिमा हलको उकालो। उकालो ठ्याक्कै जानै परेन। यही चोकबाट यता लेफ्ट मोड्ने ठ्याक्कै यहीँ उभिएर क्लोथिङ नेपालको बिल्डिङ त्यो दुईटा माथि ग्रिन कलरको छ। यता आउनुहोस् त। ठ्याक्क यही छेउबाट उभिएर त्यो बिल्डिङ देख्नुभयो। ठ्याक्क दुईटा ग्रिन कलरको हिलटपको ट्याङ्की छ। त्यही ट्याङ्की नै हाम्रो क्लोथिङ नेपाल हो। त्यसैले लोकेसन सिम्पल छ। अब त्यो उकालो गइरहनु परेन। त्यो अजिमा हलको उकालो गइरहनु परेन। यहीँ चोकैबाट यहीँबाट चाहिँ यता लाग्ने हो। अनि ठ्याक्कै त्यही देखेको बिल्डिङ हाम्रो क्लोथिङ नेपाल हो। र यहाँ पनि देखाइएको छ हाम्रो क्लोथिङ नेपाल। सिम्पल छ लोकेसन। हजुरहरू आउनुहोस् र क्लोथिङ नेपालमा सपिङ गर्नुहोस्। कल्चरल ड्रेसदेखि लिएर यस्तै हिप्पिस खालको ड्रेसहरू पनि अभाइलेबल रहेको हुँदाखेरि क्लोथिङ नेपाललाई माया नमान्नुहोस्। आउनुहोस् है त हजुर। धन्यवाद।
र फाइनल्ली हामी चाहिँ क्लोथिङ नेपालको ठ्याक्क बिल्डिङमा आइसकेका छौँ। त्यहाँबाट हेर्दाखेरि देखिएको बिल्डिङ यही नै हो, क्लोथिङ नेपाल। र क्लोथिङ नेपालमा हजुरहरूलाई लोकेसनले ठ्याक्कै ल्याइ पुर्याउँछ। साथसाथै हामीसँग गुगल म्याप पनि अभाइलेबल छ, गुगल म्याप पनि हामीले राखिदिएका छौँ। त्यसैले लोकेसनमा चाहिँ कति पनि नझुक्किनु होला, नभुल्नु होला भन्न चाहन्छु। है त हजुर, ल धन्यवाद यहाँहरू सबैलाई।